युट्युब च्यानल अब म चाहिँ टिचिङ गर्नुको लागि चाहिँ खोलामा आएको छु। घामले पनि अलिक देखिरहेको छैन, टक्कमा खोलामा चाहिँ अहिले यहाँ छ मेरो कागो। उता साथीको चाहिँ एउटा बल्छी अड्केर तानिरहेछ टक्क। माछा चाहिँ कति आउँछ थाहा छैन, लगभग भरे बेलुकासम्ममा कति आउँछ म यहाँ भिडियोमा देखाउने नै छु तपाईँहरूलाई। जस्ट अन्तिमसम्म भिडियो हेर्नु होला। त्यही नै हो गाइज, हाम्रो यो गाउँ खोला हो, यसमा चाहिँ आसला माछा र टक्क हिले माछा पाइन्छ। त्यही नै हो। म चाहिँ यता बसिरहेको छु। मेरो नि अरू बल्छी अड्केर ढिला गरेर नम्बर लामो लाग्ने गरेर चाहिँ अहिले खेलिरहेको छु। माछा धेर छैन, 2-4वटा निस्किएको छ। भरे कतिसम्म निस्किन्छ त्यही नै हो गाइज, हेर्दै गर्दै। बल्ल बल्ल खुस्काएर चाहिँ उसको त्यहाँ अर्किरहेको थियो रुखमा, निकालिसक्यो केटोले। अझै अर्किँदैछ, तान्दैछ केटोले, उसको बल्छी अर्किरहेको क्या आउँछ। खोला चाहिँ एकदम बढेर अहिले ठुलो छ क्या, बर्खा टाइम हो। जस खोलाको आवाजले पनि केही सुनिरहेको छैन होला। मलाई दिँदो रहेछ यार बल्छी। यताउति अर्किन्छ यार, के भयो यस्तो यार, बिजोग छ त। यो चाहिँ अर्ग्यानिक टागो हो क्या, फिसिङ रड हाम्रो ओरिजिनल स्पेसल अनि ब्रान्डवाला अर्ग्यानिक रड हो क्या यो चाहिँ। यो चाहिँ के को बन्छ भन्नु होला फेरि। यो चाहिँ हाम्रो निगाले बाँसको बन्छ। टक्क यहाँ चाहिँ मेरो झरिरहेछ, यहाँ मुनि पसिगएछ क्या अर्को, लाइन टक्क निकालिहाल्यौँ। यो चाहिँ हाम्रो अर्ग्यानिक खाजा हो, यो मकै टक्क लाएर यो चाहिँ खोलामा चाहिँ एकदम मिठो हुन्छ कि, एकदम बबाल तरिकाले। अनि अहिले चाहिँ खाजा खानेलाई टक्क टाइम भएको छ 3:30 बज्यो र घाम पनि टक्क डुब्न लाग्यो। अहिले लगभग 5 बजी 5:30 बजीतिर घर फर्किन्छौँ हामी। यहाँ तल साथीले चाहिँ थाप्दैछ बल्छी। यता चाहिँ मेरो राखेको छु हिलेको लागि। हिले अहिलेसम्म परेको छैन, लगभग यहाँ म एउटा हिले पार्ने छु। अनि त्यसपछि हामी उकालो लाग्छौँ। टक्क माछा बल्छी खेलिसकेर चाहिँ फर्किँदैछौँ हामी। यहाँनिर टाँगो उठाउँदैछ हाम्रो एउटा केटोले। टक्क यहाँ मेरो उठाइसकेको छु। अनि आजको माछा कति निस्क्यो भन्दाखेरि चाहिँ अब हेर्नुपर्ने हुन्छ। फाइनल्ली यहाँ देखा त केटा तसले आजको माछा चाहिँ यहाँ ब्यागमा छ कि कति निस्क्यो भनेर यहाँनिर हेर्नै बाँकी छ। आज लगभग माछा 2 किलो जति रहेछ हौ। बडे मानको माछा पनि आएको छ आज। यो चाहिँ अहिले भर्खरै निस्केको हो क्या, एउटा 2टा घुम्की गएछ त नि, 3टा 4वटा 5वटा 6वटा। आजको माछा चाहिँ यतिवटा, खासै लामो छैन, एक बित्ता अलिक बढी नै होला लगभग माछा। ओइ तेरो कति छ हौ?
मेरो आज यति है मेरो चाहिँ टक्क 2टा 3टा 4वटा 5वटा 6वटा 7वटा 8वटा 9वटा 10वटा Oh my god 10-11वटा रहेछ यार ल अघि दिउँसो खेल्दै बल्छी खेल्दै गरेको माछा चाहिँ यति भएछ है यो चाहिँ 11वटा छ यहाँनिर यो एकजनाको यहाँनिर चाहिँ यो चाहिँ मेरो क्या यो चाहिँ 2 4 6 7वटा माछा छ कि मेरो चाहिँ यता 11वटा हो लगभग आजको शिकार यति हो अब चाहिँ हामी घर जाँदैछौँ अब लगभग 20 मिनेट जति लाग्छ होला हामीलाई घर पुग्नको लागि रात पर्यो अब तस बालेर जानुपर्ने हुन्छ हामीलाई फाइनल्ली यस्तै निकाल्दैछ है ल अब जाउँ है अहिले कति बज्यो ठ्याक्कै कति बजेछ अहिले भन्दाखेरि ठ्याक्कै 6:22 भइसकेको छ होइन मोबाइल बाल्छु म थ्याङ्क्स फर वाचिङ माई भिडियो यस्तै भिडियो हेर्न चाहनुहुन्छ भने क्या मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नु होला लाइक कमेन्ट र सेयर पनि गर्नु होला हस् त थ्याङ्क यू